सम्पूर्ण थारू समुदाय तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई थारू समुदायको महान पर्व माघीको हार्दिक शुभकामना। नमस्कार साथीहरू, म हो भाइती गुम्बल। यदि हाम्रो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने भिडियो लाइक गरी च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोला। आउनुहोस् सबै मिलेर आफ्नो संस्कृति जोगाऔं, पहिचान बचाऔं। आज हामी थारू समुदायको सबैभन्दा ठूलो पर्व माघीको बारेमा जानकारी दिँदैछौँ। माघी केवल चाड होइन, यो हाम्रो संस्कृति, पहिचान र नयाँ वर्षको सुरुवात हो। माघे संक्रान्तिको दिन मनाइने माघी पर्वले परिवार र समाजलाई एकतामा बाँध्ने काम गर्छ। यस दिन घर घरमा आफन्त भेला हुन्छन्, मिठा परिकार तयार गरिन्छ। माघीका विशेष परिकारमा ढिक्री, घोङ्गी, माछा, सुँगुरको मासु र परम्परागत पेय पदार्थ समावेश छन्। यी परिकार केवल खानाका लागि मात्र होइन, हाम्रो संस्कृतिको प्रतीक हुन्। माघीको दिन गाउँमा विशेष भेल बस्ने परम्परा छ। यस भेलमा नयाँ नियम बनाइन्छ, अगुवा, बरघर वा भलमन्सा चयन गरिन्छ। यसले समाजमा न्याय, अनुशासन र सहकार्यलाई मजबुत बनाउँछ। माघी नाचगान, परम्परागत गीत र सांस्कृतिक कार्यक्रम बिनाको कल्पना गर्न सकिँदैन। यी गतिविधिले युवा पुस्तालाई आफ्नो संस्कृतिप्रति जोडेर राख्छ। माघीले हामीलाई आफ्नो इतिहास सम्झाउँछ र संस्कृतिलाई भावी पुस्तासम्म पुर्याउने अवसर दिन्छ। संस्कृति हाम्रो गर्व हो। धन्यवाद।